पहिला चाहिँ यसलाई खोल्ने हो। एकजना ब्रदरले भन्नुभएको थियो कि केलाई खोल्ने रे दाइ पहिला यस्तो हुन्छ हैन, अनि यसलाई खोलेर निकाल्ने, पहिला पछाडि गार्डलाई खोलेर पछाडि सार्ने हैन, अनि यो यसरी राख्ने मिलाएर, अनि यसलाई थिच्ने, अनि यो यहाँ ठ्याक्कै सिधा आउँछ, अनि यसमा टच गरेर मजाले टच गरेर अनि पछाडिपट्टिको यो स्क्रुलाई कस्दिने हैन। यो स्क्रुलाई कसेर यहाँ ठ्याक्क सेट भइसक्यो। यसलाई पहिला थिच्दिने हैन, थिचिसकेपछि यसलाई बडाम गर्ने, अल्छी चाहिँ नगर्ने है। एकजना ब्रदरले भन्दै थियो आफू पहिला सिक्नु अनि त्यस पछाडि अरूलाई सिकाउनु हैन, सबैमा बडाम गरिराख्नु पर्दैन हैन, अल्छी गर्नु हुँदैन काममा हैन। अनि त्यस पछाडि यो एक्जेक्ट भएपछि यसलाई पनि थिच्दिने हैन, त्यो गरिसकेपछि यसलाई थिच्ने, अनि यसरी ढोकाको पनि जेटी प्लस हुन्छ। तपाईको धेरैवटामा जोड्नु छ भने तपाईले यो बटाम गरेर अहिले यहाँ मार्क गरेर यहाँनिर सट्ट मार्क गर्ने मार्करले, अनि मार्क गरेर त्यसमा कस्दिए नि हुन्छ कि त अहिले पेस्टिङ भइरहेछ, यसरी सट्ट मिलाएर यसमा कस्दिए नि भयो। कस्दिएपछि तपाईले घरिघरि बटाम गरिराख्नु पर्दैन। अब एउटा यो छ, एउटा P60 छ, अर्को MS छ, यस्तो छ भने त्यसमा तपाईले बटामै गर्नुपर्ने हुन्छ। यो खोलिराख्नुपर्छ, साडिराख्नुपर्छ, मिलाइराख्नुपर्छ, अनि त्यसले गर्दा काम गर्दैन, किनकि जेटी सबैमा छुट्टै हुन्छ नि त। MS को जेटी छुट्टै भयो, ढोकामा तपाईको यो सेक्सन छुट्टै भयो हैन, अनि जेटी एड गर्दाखेरि यसरी आउँछ के पेस्टिङ भएपछि हेर्नु।